यो बुटोल नारायणघाट सडक खण्ड 115 किलोमिटर। यसले पनि साह्रै हैरानै खेलायो सबैजनालाई। यो कहिल्यै नबन्ने भयो। म्याद थपेकै यो चाहिँ चीनको निर्माण व्यवसायीले काम गरिरहेको छ। चीनमा हुँदाखेरि चाहिँ यत्रा ठुला पूर्वाधार समयमै सक्छन्। नेपालमा त्यही ठेकेदार कम्पनी आयो भने काम गर्न सक्दैन। अब यो चाहिँ साह्रै बिजोक नै भयो। अब यो कहिले ठेक्का तोड्ने पनि भनिन्छ, ठेक्का पनि तोडिँदैन। अब यो बाटो पनि कहिले पनि बन्दैन। यो चाहिँ अब अलि यो समथरतिर त धेरै पिच पनि भइसकेको छ, तर यो दाउन्नेतिर गएपछि यो सडक बन्न सकेको छैन। अब यहाँ चाहिँ ठुला रिटेनिङ वालहरू पनि छन्, ड्रेनेज सिस्टम पनि छ। त्यसपछि यो पिच गर्नुपर्ने छ। यो कहिले बन्न सकेन। त्यही भएर अब अहिले बर्खाको समयमा चिप्लो बाटो, फेरि मानिस अनुशासनहीन छन्। अब जता पनि छिराइदिएको छ। अब बल्ल 2 लेनको बाटो छ, त्यो पनि कन्स्ट्रक्सनको कारणले 1 लेन मात्र कति ठाउँमा चाहिँ यातायात भइरहेको छ। तर मान्छेहरू घुसाइदिने, सवारी बिग्रिने ले गर्दाखेरि चाहिँ सडक अवरोध भइरहन्छ। चिप्लो सडक छ, दुर्घटना हुने सम्भावना ज्यादा छ। पहिरो गइरहेको हुन्छ, बेलामा दाउन्नेमा सडक बन्द हुन्छ। अब चाँडै सक्नु पर्यो यसलाई, यो त समस्यै भयो।